ओए उठ खाना पका। सुत्न दे न लान त। हेर भाइ, पहिलाको 15 दिन मैले खाना पकाएँ, अबको 15 दिन तैँले खाना पकाउँछस्। अनि अर्को कुरा, मलाई 10 बजेसम्म खाना रेडी हुनुपर्छ। ओइ किन रोको? के भयो तँलाई? नछुने भएको छ नि, नछुने हुने बेला खानाहरू पकाउनु हुन्न, थाहा छैन तँलाई? साथीभरि यति बुझ्दैनस्। ए त्यस्तो पो भयो है। अब मैले सुनेको यस्तो बेला त साह्रै गाह्रो हुन्छ रे, पेट दुख्छ रे। ल ल त सुत् न त, म बनाउला। नछि तँलाई के भएको रे? नछुने भएको छु। के रे? मैले खाना बनाएँ, अब त भाँडा माझ्छस् होला नि। जान त माझ। या के भन्छ? मैले खाना पकाएँ तँ गएर भाँडा माझ्न भनेको। के भन्छ भन्छ। ल ठिक छ, मलाई भन त खाना कसले बनायो, मैले कि तैँले? मैले। हो, अब मैले खाना पकाएको भनेपछि भाँडा कसले माझ्छ? तैँले। हो, अब मैले खाना पकाएँ, अब भाँडा माझ्नु पर्ने तैँले। अब जान त के हेरिरहेछस् त? ए अत नि है। तर खाना कसले बनाए रे? अनि तैँले भने होइन मैले खाना पकाएको भनेर? के रे? खाना नि मैले पकाएँ, भाँडो नि माझेँ। अब टोइलेट त सफा गर्छस् होला नि। त्यो टोइलेटको फोहोर घरबेटीले देख्यो भने मार्छन् भन्ने कुरो त तँलाई नि थाहा छ त। के भने? गएर टोइलेट सफा गर भने क्या? तँ जानी? जान त जा सफा गर। तँ जान भने? के भन्छ भन्छ बुझ्नै गाह्रो। तँ जानी भने कि म जानी भने? तँ जा भनौँ भने ल जान त भन्ला। अब चाहिँ म जाने भन्छु, म जान्छु भन्छ, अनि जान जा भन्छु। किन टोलाको? को जाने हो भन् त? म जान्छु म। फेरि भन् त? म जान्छु के म भने? ल ल जा। ए ल ल। के रे?